नमस्ते सबैजनाहरूलाई फेरि पनि मेरो च्यानल आशा लिम्बू ब्लगमा हजुरहरूलाई वेलकम छ। आज चाहिँ हामीहरू अल्डरसट डी लाउन्जमा जान आँटेको छौँ नेप्लिज न्यू इयर सेलिब्रेट गर्नुको लागि। हजुरहरू सबैजना नेपालीहरूलाई नेप्लिज न्यू इयरको शुभकामना छ। अनि यहाँ चाहिँ मम्मी हुनुहुन्छ, के भन्न चाहनुहुन्छ? नमस्ते, नयाँ ह्याप्पी न्यू इयरको उपलक्ष्यमा सबैजनालाई नमस्ते छ। हामी नयाँ साल मान्न जाँदैछौँ डिलन्समा। शिला आलेहरूलाई सबैले भेट्नेलाई कलाकारहरू आउँदै हुनुहुन्छ, सबै भेटिन्छ, रमाइलो हुन्छ। नमस्ते सबैलाई, ह्याप्पी न्यू इयर। लु है, हामी त अब डिलन्सतिर अल्ट्रासट जाँदैछौँ न्यू इयर सेलिब्रेसन गर्नुको लागि। यहाँ ड्याडी चाहिँ ड्राइभिङ गर्दै हुनुहुन्छ। अनि मम्मी हेलो, यतापट्टि फर्किने हेलो गर्नु। हजुर, अब धमाधम अब जाँदैछु। ड्याडी चाहिँ यतापट्टि बिजी हुनुहुन्छ, ड्राइभ गर्दै हुनुहुन्छ। यस्तै छ युकेको यहाँ वातावरणहरू, हरियो परियो यतापट्टि। ल सी यु देयर। लु है, डी लन्चमा आइपुग्यौँ अहिले, इन्ट्रान्समा हुन्छ। यहाँ चाहिँ मम्मी हुनुहुन्छ यतापट्टि चाहिँ। हामी चाहिँ यहाँ प्रोग्रामको मनोरञ्जन गर्दै खानाहरू पनि लिँदैछौँ। यहाँ मम्मी हुनुहुन्छ, ड्याडी हुनुहुन्छ, रमाइलो इन्जोय गर्दैछौँ। अनि अब भिडियो पनि खिच्दैछौँ।
जाऊ माइतीको देश गइजाऊ माइतीको देश गइजाऊ माइतीको देश अब चाहिँ ड्याडीको खतरा डान्स आयो है, ड्याडी र मम्मीको एकदम रमाइलो भयो न्यु इयरको दिन सेलिब्रेसन डिलन्चमा। हजुरहरूले पनि इन्जोय गर्नुभयो होला हाम्रो भिडियो। थ्याङ्क यू फर वाचिङ। गुड बाई।